गाइस दर्शन नमस्ते सम्पूर्ण साथीहरुमा है स्वागत छ फेरि पनि हजुरहरुलाई। आज चाहिँ हामी फेरि पनि घुम्नलाई यता आन्टीको छोरा मदनसँग हामी चिकन हेर्न सक्नुहुन्छ। त्यो बाटोमा हामी जाँदैछौँ है घुम्नलाई। बबाल चिलमा एकदम गर्मी छ मौसम चाहिँ बाटो बबाल छ है। हाम्रो यता सरजीले खतरा ड्राइभ गरिराख्नुहुन्छ है। ड्राइभ बबाल गर्नुहुन्छ फेरि त्यो बाटो गरी हिँडाउँदै हुन्छ हेर्न सक्नुहुन्छ। हामी जाने बाटो देखाइन्छ यस्तो छ है गाइस। ल फाइनली गाइस माथि गएर चाहिँ कस्तो देखिन्छ भनेर हामी हेर्छौँ गएर है। कता जाने बाटो सर्छ यता हो एउटा छ हामी जाने बाटो यताबाट पुग्छौँ है। हेरेर साथ दिनु होला। हेर्नुहोस् गाइस आजको मौसम चाहिँ बबाल छ कि हेर्नु न। म चाहिँ अलिक थाकै भन्नुपर्दाखेरि गाउँमा आएको छु है। गाउँमा आएर प्रसङ्गले गाउँमा हावा खानलाई हामी आन्टीको छोराहरू म दुईजना गइरहेको छौँ बाइकमा हेर्न सक्नुहुन्छ। वाउ गाइस बवाल छ। यो डाँडा हो क्या माथि जानुपर्ने बाटो त खतरा छ त यार सरजी है। गएको हो अस्ति गएको ए खतरा हाम्रो हो हाम्रो सरजी खतरा पनि फेरि खतरा कुदाउनुहुन्छ। आनन्दले चिलमा हामी गइदिन्छ हेर्न सक्नुहुन्छ गाइस। यस्तो ठाउँ छ हामी कालो जाँदैछौँ बाटोको भन्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइस। कस्तो छ क्या बाटोमा बाटो चाहिँ खतरा कुदाएको या भनेको मको वाउ गाइस हामी यस्तो ठाउँमा आयौँ है। वाउ अहिलेसम्ममा यस्तो ठाउँमा आयौँ। फाइनली अन्तिममा चाहिँ माथि हेरौँ कस्तो हुन्छ भनेर हामी देखाउन गइरहेको छौँ। हेर्नु होला हेर्न सक्नु। यो ठाउँ चाहिँ एकदम लभर्सहरू आउने ठाउँ हो। कपालहरू आउँछ। हामी चाहिँ सिङ्गल गइदिएको सिङ्गल मान्छेहरू टक्कसँग यस्तो बाटोमा हाम्रो सरजी चाहिँ खतरा गाडी कुदाउनुहुन्छ यार। यस्तो दामी ड्राइभ गर्नुहुन्छ। यस्तो बाटोमा पनि हामीले यस्तो गरी हिँड्दैछौँ। हेर्न सक्नुहुन्छ मान्छेहरू पनि घुम्न आइरहेको रहेछ हेर्न सक्नुहुन्छ। एकदम गर्मी गर्मी छ। ल यस्तो बाटो बुढहरू भाइहरू पनि रहेछ फलिसक्यो। हामी भन्ने भर्खर जाँदैछौँ यस्तो बाटो है। ल गाइस यार सम्झना वाउ गाइस वाउ 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 स्वर्ग आनन्द लिएर गर्न सकिन्छ। हेलो भाइ सल हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ फसल रहेछ ल सरजी हामी आइपुग्यौँ है। ल फाइनली गाइस हामी चाहिँ आइसक्यौँ हेर्न सक्नुहुन्छ। यस्तो ठाउँ छ कि वाउ यहाँ शीतल छ है बस्ने ठाउँ हेर्न सक्नुहुन्छ। वाउ हाम्रो सरजी आउँदैनुहुन्छ। सरजी कस्तो लागिरहेछ? एकदम बवाल लागिरहेछ। गर्मी छ है। के खाने सर? ल के खाने हो र अब यस्तो ठाउँमा आइछ हेर्न सक्नुहुन्छ। आइसक्रिम खाने कि बियर खाने कि आइसक्रिम खाने कि बियर खाने? आइसक्रिम खाने हो र हाम्रो हेलमेट जान्छ। हामी चाहिँ तरकारी पनि लानुपर्ने छ झोला त्यसको लागि लिएर यहाँ राखिरहेको छौँ भरे बेलुका। अनि यहाँको ठाउँ हेरौँ है। ल कस्तो दामी वाउ अझ परबाट चाहिँ बब्बाल देखिन्छ है। रामपुर बजार कुन चाहिँ उयो ल यो चाहिँ रामपुर बजार यो 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 बुद्ध चोक भयो। यो मोरङ टोल हुन्छ यो रामपुर यो बुद्ध चोक होइन यो तलको मोरङ टोल हुन्छ यो मोरङ टोल। ल मोरङ टोल है गाई चाहिँ हेर्न सक्नुहुन्छ। पानी ट्याङ्की उदयपुर रामपुर होइन यो चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि
चतरा छेउ यता हो कोसी देखिन्छ चतराको कोसी देख्न कोसी चाहिँ सक्नुहुन्छ देखिँदैन सेतो देखिन्छ सत्त कोसी रहेछ सेतो देखिरहेछ त्यो चाहिँ सत्त कोसी नजिकै छ यहाँबाट है हेर्न सकिन्छ यहाँ यस्तै छ ल अब हामी पर्तिर हेर्छौँ पर्तिर जानु बबाल छ है ल यहाँ चाहिँ पसल हामी एक्सट्रिम खान आँटेको कति हो आन्टी यो 150 वा 150 एक्सट्रिम एकदम चिसो छ है 150 त महँगो भएन र आन्टी 120 मै दिन्छ त रामपुरमा त 140 सम्म चाहिँ लिनु भएको हुन्थ्यो 120 लिएको थियो हिजो रामपुरमा यहाँ अलिक दुःख तर यहाँसम्म ल्याउनु पर्यो है बोकेर बेच्नुपर्छ है 40 सम्म भने चाहिँ ठिकै हुन्छ न घाटा जानुहुन्न आन्टी 50 त एकदमै महँगो भयो जस्तो लाग्यो गाई चाहिँ हेर्न सक्नुहुन्छ है ल एक्सट्रिम एउटा ल्याइसक्यौँ अनि ल सुट्टा दुइटा ल्याउँ न ल गाई चाहिँ हामी सुट्टा चाहिँ खाइन्छ बेला बेला त्यही हो यस्तै हो कस्तो राम्रो फुल्क्यो वाउ गाइज हेर्न सक्नुहुन्छ वाउ कस्तो फुल ल फुल दामी छ अनि यहाँ पनि एउटा सानो चाहिँ छ हेर्न सक्नुहुन्छ पहिला चाहिँ यहाँ बबाल थियो क्या रमाइलो राम्रो थियो हेर्न सक्नुहुन्छ अहिले चाहिँ खासै मान्छेहरू नआउने रहेछ तर आउने मान्छेहरू चाहिँ त्यही लभर्सहरू चाहिँ आउँछ हेर्न सक्नुहुन्छ गाइस वाउ के हो यो बबाल छ यार ल हेर्न सक्नुहुन्छ हामी तलतिर गएर अझै योभन्दा दामी दामी सिनहरू देखाउने छौँ है हामी चाहिँ यही हो अब घुम्नलाई आयो अल्छी लाग्यो होइन त्यही भएर यसो घुम्न भनेर आएको हेर्न सक्नुहुन्छ चिसो हावा खाँदैछौँ है यहाँ हावा त त्यति चलेको छैन तर शीतलै छ वा गाइस बबाल चाहिँ यस्तो आनन्द आइरहेको छ कि गाइस वाउ बबाल गाइस बबाल गुरसको फेदमा सम्झनाको छाया गर्ने किन लाग्छ मलाई तिम्रै माया ल गाना नि गाइयो है त तिमीलाई देखेर मालु तिमीहरू एक्सर्साइज गर्नुभएको एक्सर्साइज गरे है बुनुले कहाँ बुनु भइदिनु कस्तो राम्रो यता उता बुन यता के हो नाम क्रिस्टिना कसको छोरी कसो छोरी हो कसो छोरी बाबा मम्मीको हो आउने त के भयो तपाईँको बाबा मम्मीको नाम के हो अह सम्झना राई हो मेरो मम्मीको नाम पनि त सम्झना राई हो त नि साँच्ची हो कतिमा पढ्नुहुन्छ युकेजीमा तपाईँ घर कहाँ हो यो पसल हो पसलमा आहा लु बुनु मलाई चक्लेटहरू ल्याइदिनु न तपाईँको पसलबाट जानु तपाईँको नाम के हो बुनु क्रिस्टिना अनि ऊ बुनुको चाहिँ लजाउँदैछ हो म भरे भिडियोमा हालिदिन्छु हेर ल युट्युबमा हेर तिमी लजाएको अनि आफूलाई हेर न कस्तो देखेको छु भनेर यता हेर नि त नि अनि तिम्रो नाम के हो भन ल तिम्रो नाम के हो भन नि त नाम भनिदेऊ नि त अनि जाऊ यता फर्केर जुना यता फर्केर हेर न अनि चिन्छ तिमीलाई मेरो साथीहरूले हेर्छ बुनु यहाँ आउनु त तपाईँ आउन कस्तो क्युट हो बुनु त हा यहाँ आउनुहोस् त कहाँ पढ्नुहुन्छ हजुर आहा गुरुङचौरीमा पढ्नुहुन्छ कति ज्ञानी हो बुनु त यता हेर्नु त को हुनुहुन्छ तपाईँको दिदी पनि हुन्छ अनि दादा हुनुहुन्न तपाईँ मात्र हो ए निलै
हेर्न सक्नुहुन्छ ल गाइस यही हो है हामी चाहिँ टक्कसँगले अब खाना आएको हेर्न सक्नुहुन्छ यता चाहिँ हाम्रो सरजी बबाल एउटा गीत गाउनु सरजी एउटा गीत गाउनु पऱ्यो हाम्रो एकदम सरजी कत्रा हुनुहुन्छ बढी देखाउनु न हौ सरजी यार आऊ नि तिम्रो एउटा फोटो खिच आऊ न आऊ आऊ पनि आऊ बुन्न मेरो एउटा फोटो खिच्नु बुन्न आऊ फोटो खिच्नु तिमीलाई राम्रो लाग्यो कि आऊ न ल यो खुलेको ल गाइस म यो अब हान्दैछु है एक्सट्रिम हेर्न सक्नुहुन्छ खाएको पनि आऊ हेर्न तिमीलाई एउटा फोटो खिच्नुपर्छ आइसक्रिम खान्छौ चिसो आऊ यहाँ बस सजिलो बुन्न फोटो हान हेर्न सक्नुहुन्छ बबाल है अब यहाँ बुनु र अनि यता हाम्रो सरजीहरू फोटो खिच्नु नि अरे के छ पोजिदेऊ बुनु यहीँबाट खिच्ने यो फोटो यस्तो पद्दो भरे खिच्नु पर्यो ल पोजिदेऊ त अर्को पनि यस्तरी 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 ल भयो ल थ्याङ्क यू बुनु फोटो खिच्न आएकोमा यो खाएर जाऊ यी नखाने कति बेला आउनुभएको अरे तपाईँ कति बेला आउनुभएको अरे कति बेला आउनुभएको अघि ए अनि आज स्कुल बिदा हो ए ल सरजी कस्तो लागिरहेछ अनि ल भन्नु पऱ्यो एकदम बवाल बबाल लागिरहेछ हाम्रो सरीसँग लाम